पुस्तक विमोचन आयोजना कार्यक्रमका अध्यक्ष, मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण स्रष्टाहरूलाई अभिवादन छ, नमस्कार छ। सर्वप्रथम त म प्रदेश समितिलाई शुभकामना दिन चाहन्छु कि उहाँहरूले जुन यो पुस्तक विमोचन गर्नुभएको छ यो आफैमा महत्त्वपूर्ण छ र यसले राम्रो सन्देश जानेछ र एउटा यो संस्था क्रियाशील छ। यसले प्रगतिको लागि, राष्ट्रको लागि र समाजको लागि केही नयाँ कुराहरू गर्न सक्छ भन्ने शुभकामना दिन चाहन्छु। र यो कार्यक्रम आफैमा महत्त्वपूर्ण छ। मलाई के लाग्छ भने यस्ता कार्यक्रमहरू गर्दाखेरि यो यस्ता कार्यक्रमहरू अलि लामो नै हुन्छन् जस्तो लाग्छ। म एक दुईवटा कार्यक्रममा भाग लिएको छु। साहित्य आफैमा एउटा बृहत विषय हो र बृहत विषयको कार्यक्रममा आउँदाखेरि स्वाभाविक रूपबाट 2-3 घण्टाको समय लिएर आउनु नै उचित हुन्छ मलाई लाग्यो। किनभने अहिलेको युग तीव्र गतिमा अगाडि बढी त राखेको छ, तर कुन सेक्टरमा के कसरी जाने भन्ने कुरा त त्यसका आफ्ना विषयहरू पनि हुन जान्छन्। त्यसकारणले हामी साहित्यका कुरा गर्छौँ, यो आफैमा बृहत छ। कसैले बुझेका छौँ, कसैले बुझेका छैनौँ, सबैलाई बुझाउनु छ, समाजलाई परिवर्तन गर्नु छ। फेरि नामैले पनि यो आफैमा एउटा प्रगतिशील छ र यस्तो विषयमा केही समय लिने कुरा, सबैका कुराहरू, सबैका विषयहरू सुन्ने कुरा र त्यसपछि एउटा संश्लेषण सहित अगाडि बढ्ने कुरा नै महत्त्वपूर्ण हुन्छ। त्यसकारणले धेरै मान्छेको उपस्थिति पनि थियो, केही साथीहरू गइ पनि सक्नुभयो, तर कुरा आफ्ना कुरा सुनाएर जाने कुरा पनि त्यति राम्रो होइन, सुन्नु पनि पर्ने हुन्छ। किनभने हाम्रो समाज अझ सुदूरपश्चिममा, मैले अधिकांश कार्यक्रमहरूमा सुदूरपश्चिममा के देखिन्छ भने मैले 5 वर्ष मुख्यमन्त्री चलाउँदै जाँदाखेरि कयौँ सरकारी कार्यक्रमहरूमा पनि, यद्यपि सरकारी कार्यक्रमहरूमा त हामीले त्यस्तो रोक पनि लगाएका थियौँ, तर बाहिरी कार्यक्रमहरूमा आफ्ना कुरा भन्ने तर सुन्न समय नराख्ने, अझ सुन्न के हो त्यो इच्छा नभएको हो कि समय नभएको हो कि के हो त्यो उहाँहरूको विषय हो। तर मलाई के लाग्छ भने कुरा राखिसकेपछि सुन्नु पनि पर्ने हुन्छ। कहिलेकाहीँ विशिष्ट काम हुन सक्छन्, विशिष्ट अवस्था हुन सक्छन्, त्यो अवस्थामा एउटा कुरा हुन सक्छ। अब यहाँ सबैले कुरा राख्नुभयो, सबैले सबैको कुरा सुनेपछि नै त एउटा नयाँ चिज आउन सक्छ। यदि सुन्नै सकेन भन्ने मात्रै गर्यो भने नयाँ चिज आउन सक्दैन। हामी प्रगतिका कुरा गर्छौँ, परिवर्तनका कुरा गर्छौँ, समाजमा नयाँ चिज आवश्यक छ, हिजोको जस्तो छैन। त्यस कारणले पनि यो कुरालाई ध्यान दिनु जरुरी छ। मेरो एउटा आग्रह मात्रै हो, किनभने स्वाभाविक रूपबाट अहिलेको युग अलि तीव्र गतिमा अगाडि छ, तर यो विषय अलि फरक भएको हुनाले मैले यो भने। र अर्को कुरा, म 2-3 वटा कार्यक्रममा यो प्रगतिशील लेखक सङ्घको 2-3 वटा कार्यक्रममा सहभागी भएँ। मैले धेरै कुराहरू यहाँबाट सिक्न पनि पाएँ, धेरै कुराहरू मैले बुझ्न पाएँ। यद्यपि म यो सेक्टरमा धेरै मेरो त्यति छैन, दखल छैन, तर मैले बुझ्नमा र सबैका भावनाहरू, समाजमा भएका घटनाहरूलाई आफ्नो तर्क, आफ्नो लेखन शैली, आफ्नो भाषामा उजागर गर्ने कुरा मलाई धेरै राम्रो लाग्यो। यहाँ फरक विचार भएका मान्छेहरूले पनि यो साझा रूपबाट जसरी कुरा राख्ने गरेका छन्, यो आफैमा महत्त्वपूर्ण हो। किन यसले नै एउटा नयाँ चिज दिन सक्छ। अहिलेको समाज हाम्रो कता गइरहेको छ, अहिलेको समाज जसरी अगाडि बढिरहेको छ, त्यो समाजलाई पनि डोर्याउनको लागि कलम चल्नु जरुरी हुन्छ। कलम हिजोको तरिकाले मात्रै, हिजोको सोचले मात्रै, हिजोको चिन्तनले मात्रै अहिलेको समाजलाई तपाईहरूले परिवर्तन गर्न सक्नुहुन्न। हामीले देख्यौँ यो देशमा धेरै ठुला सङ्घर्षहरू भए, क्रान्ति भए, 10 वर्षको युद्ध पनि भयो, तर केही दिन पहिले 24 घण्टामा यो देशको समग्र चिज सखाप भयो, सत्ता परिवर्तन भयो, हाम्रो सबै चिजहरू एकैचोटि सिद्धियो। र यसले पनि एउटा कुरा के हामीसँग माग गर्छ अथवा लेख्नेहरूसँग माग गर्छ भने
आज युग यति तीव्र गतिमा अगाडि बढेको छ। यदि यो चिजलाई मात्रै हामीले नयाँ तरिकाले सोचेर समाजलाई डोर्याउन सकिने हो भने हामीले हाम्रो देशलाई, हाम्रो समाजलाई, हाम्रो राष्ट्रलाई अगाडि बढाउन सक्छौँ र यसको नेतृत्व लिन सक्छौँ। किनभने लेख्नेले नै परिवर्तन ल्याउन सक्छ भन्ने कुरा हामी सबैले बुझेका छौँ। त्यसकारणले पनि म के आग्रह गर्न चाहन्छु भने अब थोरैमा भए पनि तर त्यो परिवर्तनशील हुनुपर्छ। सबैलाई आफ्नो पक्षमा ल्याउन सक्ने शब्दहरू हुनुपर्ने हुन्छ। यदि त्यो गर्न नसकियो भने फेरि हाम्रा सपना त रहन्छन् नै परिवर्तनको, तर सामान्य बुझ्नेले त्यो कुरा परिवर्तनको कुरा अथवा तपाईहरुको भावनाको कुरा बुझिदिएन भने त्यो परिवर्तन आउँदैन र त्यसले फेरि एउटा निराशा पैदा गर्छ। आज हाम्रो समाज निराशामा छ। जहाँ पनि हामी जान्छौँ, चिया पसलमा निराश कुरा हुन्छन्, घरमा निराश कुरा हुन्छन्, सडकमा निराश कुरा हुन्छन्। कहीँ पनि आशावादिता छैन। न कसै विचारप्रति हाम्रो आशावादिता देखिन्छ अहिले, न कुनै पार्टीप्रति कसैको आशावादिता देखिन्छ, न बौद्धिक वर्गप्रति आशावादिता देखिन्छ। कहीँ पनि आशा भन्ने चिज देखिँदैन। यस्तो किन भएको छ? के यसरी राष्ट्र चल्न सक्छ? जब राष्ट्रमा देशका नागरिकहरू, देशका साहित्यकारहरू, देशका बुद्धिजीवीहरू जब निराश हुन जान्छन् तब देश नै सबभन्दा ठुलो खतरामा देखिन्छ। हामीले संसारका इतिहास पनि पढेका छौँ। तर आज हाम्रो देश सबैभन्दा बढी खतरामा छ। संविधान छ तर संविधान लागू छैन। देशमा नागरिक सरकारको कुराहरू उठे। मैले आज एउटा कुरा यहाँ भन्नै पर्छ जस्तो लाग्छ। 2076 सालमा म मुख्यमन्त्री भइसकेपछि एउटा कार्यक्रम आएको थियो यहाँ, आइएनजिओको एउटा कार्यक्रम। आज जो देशमा भएको छ त्यतिखेर त्यो कुराहरू प्रस्ताव भएका थिए। नागरिक सरकारको कुरा, यो प्रकारको जुन परिस्थिति पछिल्लो चरणमा हाम्रो देशमा देखिएको छ, एजेन्डा ठिक छन्, विषयहरू ठिक छन्, तर त्यो भित्र के भयो भन्ने कुरा मुख्य कुरा हो। त्यसकारणले पनि अहिले जुन देश हाम्रो जुन सङ्कटमा छ, यस्तो अवस्थामा तपाईहरुको कलम सबैभन्दा महत्त्वपूर्ण हुन जान्छ। निराशलाई एउटा आशावादितातिर लैजाने काम तपाईहरुले गर्नुपर्छ। यदि त्यो गरिएन भने हाम्रो देश अझ खतरामा, जो देश अहिले राष्ट्रियता सबैभन्दा खतरामा छ, हाम्रै देशका, हाम्रै स्वदेशी चेहराभित्र विदेशीहरू डुबेका छन्। हामी सबै देखेका छौँ, बुझेका छौँ, तर भन्ने आँट गरिरहेका छैनौँ। किनभने विगतमा नागरिकहरूलाई धोका भएको हुनाले जो परिवर्तन ठुला पार्टीहरूले एउटा वैचारिक सङ्घर्षबाट परिवर्तन ल्याए, त्योबाट यति निराश भए नागरिकहरू, कुनै आशा देख्दैन। त्यसकारणले स्वदेशी चेहराभित्र विदेशीहरूको चलखेल नेपालमा भएको छ, हाम्रो राष्ट्रमा भएको छ। यदि यो धेरै दिनसम्म यस्तै रह्यो भने, हामी सबै सचेत भएनौँ भने, हाम्रा कलमहरू सचेततापूर्ण तरिकाले चलेनन् भने, भोलि हामी स्वाधीनताका जुन कुरा गर्छौँ, कहिल्यै कसैको गुलाम नभएको जुन एउटा गर्व हामी गर्छौँ, त्यो भोलि अझ खतरामा जान सक्छ। मैले यो कुरा तपाईहरुको बीचमा आग्रह गर्न चाहे। हामी सबै, चाहे त्यो राजनीतिक रूपबाट होस्, राजनीतिक दलहरूभित्र समस्याहरू छन्, त्यसकारणले नै यो चिजहरू अगाडि बढ्यो। तर दल र एउटा विचार, राजनीतिक दल भन्दा अरू विकल्प यदि कुनै राष्ट्रमा, कुनै देशमा खोजियो भने त्यसले कुनै चिजहरू अगाडि बढाउन सक्दैन। सच्चिएर अगाडि बढ्ने कुरा नै हो। आज सबै चिजहरू त भइसक्यो, तर अब सुधारको बाटोतिर, परिवर्तनको बाटोतिर, गल्ती गरेका कुराहरूलाई सच्याएर अगाडि बढ्ने बाटोतिर नै अगाडि बढ्नुपर्ने हुन्छ। तर अझ खतरा टलेको छैन। आज तपाईँ हामी देखिरहेका छौँ, कोही पार्टीमा अन्तर्विरोध नभएको कोही पार्टी छैन। पार्टीहरू फुट्न सुरु भइसकेका छन्। अब कुनै पनि देशमा अथवा अहिले हाम्रो देशमा पार्टीहरू फुटेर, पार्टीहरू अलग भएर हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान, हाम्रो राष्ट्र नै खतरामा जान्छ। यसको फाइदा कसलाई हुन्छ? एउटा पार्टी फुटेर विगत जस्तो एउटा पार्टी फुटेर अर्को पार्टीलाई फाइदा हुनेवाला छैन। अहिले तपाईँ हामीले सबैले बुझेका छौँ। त्यसकारणले मैले यो प्रसङ्ग किन उठाएको हो भने, तपाईहरूले नै यसको
लिड गर्नुपर्छ। लेखकहरूले नै, साहित्यकारले नै, कलाकारले नै त्यसको अगाडि आउनु। तपाईहरू सबैको साझा हो। हामी त कुनै पार्टीबाट चिनिएका छौँ। हाम्रो कुरा अर्को विचार मान्नेले नमान्न सक्छ, तर तपाईहरूले लेखेको कुरा सबैको लागि साझा हुन्छ। किनभने तपाईहरूले मलाई पनि आलोचना गर्नुहुन्छ, अर्को पार्टीकालाई पनि आलोचना गर्नुहुन्छ, सही कुराको समर्थन पनि गर्नुहुन्छ। त्यसकारणले पनि तपाईहरूले यो कुराको नेतृत्व लिनुपर्छ। यो समाजमा सही र गलतको मूल्याङ्कन छैन। हामी हेर्छौँ भ्रष्टाचार गर्नेहरू कारबाहीमा पर्नुपर्छ, जेल जानुपर्छ, कुनै दुई मत छैन। तर भ्रष्टाचार रोक्ने नाउँमा जसरी विकृतिहरू फैलिरहेको हुन्छ त्यो चिजलाई पनि हामीले चिन्नु जरुरी छ। अहिले हाम्रो देशमा सबैभन्दा ठुलो कुरा त भ्रष्टाचारको कुरा हो, सुशासनको कुरा हो। हामी सबैले भ्रष्टाचारको विरोध गर्छौँ, तर भ्रष्टाचार रोकिएको छैन। त्यसको पछाडिको कारण के हो? कसैले भ्रष्टाचारमा सहभागिता जनाउनको लागि विरोध गर्छ, कसैले त्यहाँबाट राजनीतिक इच्छाशक्ति आफ्नो राजनीतिक उद्देश्य पूरा गर्नको लागि भ्रष्टाचारको विरोध गर्छ। साँच्चै भ्रष्टाचार नगरेर भ्रष्टाचारको विरोध गर्ने व्यक्ति त समाजमा कमै छ। यदि त्यस्तो नगरेको व्यक्ति कोही छ भने ऊ सबैभन्दा अपहेलित छ, सबैभन्दा पीडित छ, उसका कुरा कसैले सुन्दैन। तर यो चिजलाई त चिन्नु पर्यो नि त। सबै पार्टीमा सबै प्रकारका मान्छेहरू हुन सक्छ, तर आज पार्टीका विचारको आधारमा मात्रै त्यो भित्र भएको राम्रो व्यक्ति, राम्रो मान्छे, राम्रो व्यवहार गर्ने व्यक्तिलाई एउटै डालोमा हाल्नु हुँदैन। अहिले हाम्रो समाजमा सबभन्दा खतरा यहाँ छ। सबै बराबर कहिल्यै हुँदैन। हामीले देख्छौँ हामीबाट जन्मेका हाम्रा छोराछोरीहरू पनि एकै प्रकारका हुँदैन। आफ्ना सोच अनुसार अगाडि बढ्छ। त्यसकारणले पनि यो कुरालाई पनि हामी सबैले ध्यान दिउँ। म धन्यवाद दिन चाहन्छु आयोजकलाई, मलाई पटक पटक यहाँ बोलाएर जो आफ्ना विचार राख्ने मौका दिनुहुन्छ त्यसको लागि म धन्यवाद दिन चाहन्छु। सबै म फेरि एकचोटि आग्रह के गर्न चाहन्छु भने आज हाम्रो राष्ट्र, राष्ट्रियता, हाम्रो समाज धेरै खतरामा छ। यसमा हामी सबै एक ठाउँमा उठेर नै योबाट बचाउन सक्छौँ, बच्छौँ। नेपालीहरू अन्तिम अवस्थामा एक ठाउँमा उभिन्छन्। हामीले देख्यौँ आज राष्ट्रियताका नाराहरू सबैले उठाइरहेका छन्, तर यसलाई एकताबद्ध कसैलाई निषेध गरेर होइन, गल्ती गर्नेलाई सजाय दिनुपर्छ। चुनाव घोषणा भएको छ, चुनावमा सबै गलत मान्छेलाई हराइदिए पनि हुन्छ, तर चुनावमा भागै नलिने, बोल्नै नदिने, बस्नै नदिने, कुरा राख्नै नदिने निषेधवादी चिन्तन ठिक होइन। यसले समाज बनाउँदैन। अहिलेको युगमा लोकतन्त्र, अहिले आज मैले मेरो छोरालाई, मेरो छोरीलाई धेरै दबाब दिए भने उसले विद्रोह गर्छ। त्यही हो अहिलेको विद्रोह भनेको नि त्यही हो। त्यसकारणले पनि हामीले अलि बृहत सोचेर अलि एकीकृत गर्ने हिसाबबाट र सबैलाई सही र गलतलाई ठ्याक्कै मेरो विचार के छ, मैले आफ्नो विचार अनुसार कसैको मूल्याङ्कन गर्नुभन्दा पनि सही के छ त्यो अनुसारको मूल्याङ्कन हुनु जरुरी छ। आज हाम्रो देशमा हामी देख्छौँ विश्लेषकहरू एउटाको प्रवक्ता बनेर विश्लेषण गरेका हुन्छन्, बुद्धिजीवीहरू एउटाको पक्ष लिएर अरूलाई निषेध गरेका हुन्छन्। कहिलेकाहीँ यसो लेख्नेहरूले पनि त्यही प्रकारको स्थिति देखिन्छ, तर त्यस्तो गर्नु हुँदैन। जसको जे हो त्यही कुरा अगाडि सारिने कुरा नै सबैभन्दा क्रान्तिकारिता हो, सबैभन्दा प्रगतिशील हो। र त्यस्तो यदि गरिन सकिएन भने प्रगतिशील भन्न त हामी सबैले भन्छौँ, क्रान्तिकारिता त हामी सबैले भन्छौँ, तर व्यवहारमा त्यो नदेखियो भने त्यसलाई मान्न कसैले मान्दैन र मान्न पनि सकिँदैन। अन्तिममा म सबैलाई, तपाईहरूलाई आग्रह गर्न चाहन्छु, आज देश जसरी सङ्कटमा छ, हामी सबै एकै ठाउँमा उभियौँ। अझ हाम्रो सुदूरपश्चिम सबैभन्दा पछाडि हामी विभिन्न प्रकारका घटनाक्रमबाट पनि हामी नै पीडित हुनुपर्ने स्थिति हुन्छ। त्यसकारणले हामी अलि माथि उठेर अलि बृहत सोच बनाएर, अलि साझा सोच बनाएर अगाडि बढौँ। यही शुभकामना दिँदै बिदा हुन्छु। धेरै धेरै धन्यवाद आजका प्रमुख अतिथि आदरणीय